देखाइदियो रुपियाँ कसरी पुग्ने यिनीहरू केही काम गर्दैन नाटक दुईटा मुठा उठाएर बान्ने हेलो जनता फेरि पनि तपाईँहरूलाई मेरो नयाँ दिन नयाँ ब्लगमा स्वागत छ। आई होप तपाईँहरू सन्चै आरामै हुन्छ होला र म पनि सन्चै आरामै छु। अहिले चाहिँ मैले ब्लग स्टार्ट चाहिँ बारीबाट गरेको छु। आज चाहिँ थ्रेसर लगाउने गाउँमा सो यो बोक्नु पर्ने भएको छ। मुठाहरू जति पनि काटेर राखेको मुठाहरूलाई चाहिँ एक ठाउँमा थुपारेर बल्ल थ्रेसर लगाउनु पर्ने छ। सो त्यसको लागि मैले पुरानो कपडा फाटेको सुज यस्तोले नकाटोस् भनेर होइन के गर्नु छ। आमाहरू उठाइराख्नुपर्छ बुवाहरू मैले उठाइरहेको थिएँ अनि भ्लग नबनाऊँ भन्ने सोचिरहेको थिएँ। चित्त गरेर देखा जस्तो नि हुन्छ होइन। अब काम गरे जस्तो देखायो सोअप गऱ्यो यसले यस्तो गरे जस्तो गऱ्यो एक्टिङ होला भन्ने होला के भएर मैले देखाउन भनेको तर सानो मिठो भयो नि बनाऊँ भनेर चाहिँ अनि भान्जीको फोनबाट चाहिँ मैले यो स्टार्ट गरेको भ्लग चाहिँ। भान्जी त्यहाँ छिन् अब त्यहाँबाट म चाहिँ लिएर आउँछु। त्यही हो एकपल्ट मुठा गर्दै बोक्नुपर्छ अनि 2 बजी थ्रेसर लगाएर फेरि गाउँलाई चाहिँ अब काठ थन्काउने टक्क रेडी बनाएर थन्काएर राख्नुपर्ने हुन्छ। त्यो भिडियो लास्टसम्म हेर्नु होला। म आज धेरै बनाउँदैन। खेतालाहरू पनि बल्ल आए चिनाउँछ कि यसको यो भुसहरू टोहरू गएर लास्ट चिनाउँछ सजिलो हुन्छ। त्यही भएर यसले चाहिँ टक्क बाँध्यो पनि भित्र जान्न अनि बोक्न पनि सजिन्छ। त्यही हो पानी ल्याउँछु कि भनेको पानी पनि ल्याएन। देखाइदियो रुपियाँ कसरी पुग्ने कौन है वो कहाँ से वो आया चारों दिशाओं में तेज सा वो छाया। ला तिमीहरूको असलियत देखाइरहेको छु कि जति हेर्नु पर्ने नि यिनीहरूको असलियत यही हो। ल हाल उठा कोने त्यो त भाइरल हुन्छ कि त्यो पातले यत्रो उठायो भने उठाएर हाल्छ। सब हालिदिन्छ यार बेइज्जत हुन्छ। टाउकोमा हाल्ने हो क्या भाइ त्यो अनि म चाहिँ क्यामा समातेर आउने यही मुठा ल्याइछु अब भल्ला नभए एउटा मुठा पनि बोकेर आयो भन्न गाह्रो छ धेरै भारी छ अनि यस्तै हुन्छ त। अब हाम्रो भान्जीले पुरा काफल हेरी उनीहरूलाई देखाइदिनु रुपियाँ हाम्रो तराईको काफल पाहाडको कस्तो हुन्छ हजुरहरूकोमा कस्तो हुन्छ यहाँ देखाएर यो देखा ल अर्ग्यानिक हो यो हाम्रै बारीको बिलमा फलेको काफल। यो चाहिँ फेरि रोपे आउने फेरि आफै यहाँ पनि छ त आफ्नै हातले नाटक एक्टिङ गर्छु न दुइटा बस के अरे बस्न तिमीहरू एउटा कुरा के भनेपछि होइन यसरी जो कसैले बोलाए पनि ठ्याक्क बसेर कुरा सुन्ने काम चाहिँ नगर के बुझ्यो। के भन्न खोजेको बस अरे अरे यो त बाह्र जस्तो रहेछ यार बस्न यहाँ अल्गा यस्तो घाँटीमा अनि तिमीहरूलाई के भन्छ ऊ अशोक मामालाई के भन्नु छ। अशोक मामाले त धेरै कुरा भन्नु छ। अशोक मामाले फोनै गर्दैन आजभोलि साल त एनिभर्सरी होइन हिजो हो रामनवमी कहाँ 16 गते हो नि यसले यसको बर्थडे त अब आउँदैछ त अनि तेरो बर्थडे यो कहाँ हो चैतको 1 गते होइन बोला यो 12 महिना 1 गते भनेपछि कहिले पर्छ है चैतको 1 गते होइन न्यू इयर त अब नेक्स्ट मन्थ हो त के भनेको राम बाउला भन्छ भनेको न झन् तिमीहरू त्यहाँ एक ठाउँमा थुपाएर म झापझाप यो रुपियाँ भनेकै मान्दिनँ यिनीहरू देखा भिडियोमा आउँछ भनेर काम गरेका। सो गाइड मैले चाहिँ अहिले अब 2-2वटा बोक्ने ट्राई गरेको छु होइन। अब के गर्नु अब बाउ आमाले गरेपछि गरिदिनै पर्यो गाह्रो छ। अनि जुत्ता पनि देखाइदेन पुरा डिसीको जुत्ता लगाएर यस्तो
सही हो त्यसकै खिच्न जाउँ त त्यसले गरे त्यसकै भिडियो बनाउँछौ ल ल भन त यिनीहरू के काम गर्दैन नाटक दुईटा मुठा उठाएर अनि त्यो हात चाहिँ नि चिलाउँदैन आफूलाई चाहिँ अनि हामीलाई मात्रै चिलाउँछ भनेर कपडा लगाउने आफू चिलाउँदैन अब मेरो आइडिया चाहिँ के भन्छ अब यो टक्क यसरी सल बान्यो होइन अब एकैचोटि यहाँ दुईवटा तिनवटा चारवटा हाल्ने स्वाट बान्ने एकैचोटि चारले जाने भन्ने प्लान हो क्या मेरो यिनीहरू बुझ्दैन नि यार हो यसो टक्क राख्यो अब अझै ल्या ऊ त सानो छ नि त्यो सानो मुठोहरू ल्याएन के भन्छ किन डराइरह भने यार सक्छु भनेर आँटा हानेपछि यार मर्दा पो हो यार मर्दा हो पर्दा गरिहाल्छु नि रोक 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 अब सक्दैनस् रे यार ल अब यसरी यसरी भिडियो देखा मैले बोकेको देखा ल सक्छु चाहिँ गरे चारवटा मुठाइले सक्छ त आँखामा पर्ला है भाइ मुख बन्द भयो अड्केर चुस मुठा मुख नआउनु न त सबैको आउँछ बिस्तारै यसरी बान्ने टक्क कहाँ हो बान्ने सक्दैन है अहिले अनि यसो च्याप्नु दुर्कै यसरी नि आम्मामा यस्तो घाँटी बाङ्गो पुग्दैन तासे अब गर्न सकिएन रहेछ पहिलाको बाहरूले कसरी गर्थ्यो अहिले हामी चाहिँ सक्दैनौँ ल हेर्नु बोक्न आउँदैन नि यस्तो जेन्जीहरूले अनि कसरी गर्छ यस्तो जेन्जीहरूले के गरेर बोक्यो यहाँ अब अनि कसरी गर्छन् त अनि अर्को जेन्जी एउटै बोल्यो अब कामै छैन अब के भन्ने अनि यस्तोले गर्छ नि त काम बारीमा काम गरिरहेको देख्दा नगर्ने कुरा पनि भएन अस्ति चाहिँ अब बिरामी भएर चाहिँ काट्न नसकेको हो अब अहिले चाहिँ अलिक ठिक छु नि त आवाज पनि अर्कै आइरहेको होला होइन अलिकति घाँटी चाहिँ भएको छ लुगा पनि अलिक कम हुँदै गएको छ त्यो सकेको बेला गर्दिनँ भन्ने कुरा हो अब त्यही गाइस अरू त के होइन मैले यस्तो नसोच्ने मैले काम गरेको देखाएको यो नभन्नु मेरो योभन्दा अर्को नयाँ च्यानलमा पनि मैले गाउँदाखेरि गरेको कामहरू पनि राखेको थिएँ त्यही अब यो चाहिँ हाम्रो लास्ट आफूले गरेको खेती अब नगर्ने हो मैले आमा बुवालाई नि नगर्नु भनिसकेँ सक्दैन बिचरा अब बुढाबुढी भइसक्नु भयो 70 वर्ष पुगिसक्नु भयो होइन अब म यस्तो बोकेर उ गरेर खान सक्दिनँ कि बरु अरूलाई दिने होइन बरु किनेर खाने भिडियो मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट सेयर गर्नु होला है अनि बाउले यो के हो यो जडीबुटीको नाम चाहिँ दिएर कमाएर भन्ने यस्तो खाएर हुर्केको जङ्गलतिर के हो यो खान बात नहीं रे आमा पहिला पहिला त खान्थ्यो हो यो काली कमाई भन्ने के हो यो खाइरहेको छन् उसले फेरि पुरै उठाइदियो मैले हो पहिला पहिला खुब खाइन्थ्यो खाने आमा अन्त ल्याउनु किन जानुपर्छ त्यसै लाउनु यत्रो किनै खानुपर्ने हामी यसरी रुखमै जान्छु भन्छ हाम्रो चाहिँ रेस्ट टाइम भएको छ दा चाहिँ पुरै खटिराख्नु अचार खाने भने होइन अचार बिना त चाउमिन मिठै होइन मजाले फ्राई गर भन्ने क्या मजाले अब चाहिँ यति मात्रै बाँकी छ होइन सबै सक्कर आइसक्यो हामीले अब यो र यो मात्रै बाँकी छ यो त अहिले एकछिनमा गर्दा पनि हुन्छ अनि भोक पनि लाग्यो के खानु पऱ्यो होइन एकदम भोक पनि लागिरहेको छ अनि हामीले चाउमिन पनि मगाएको छ होइन त्यही हो अब चाउमिन खाइन्छ अनि शरीर होच लाग्छ अनि एकछिनमा नुहाउनु पनि पर्छ है त्यही आएर हेर हामीले 3 प्लेट चाउमिन वाउ टक्क यस्तो छ होइन अब खाएर अनि एकछिन रेस्ट गरेर अनि अब गरे पनि भयो न त हुन्छ कि त बुवाले एउटा गरेर पनि सकिन्छ गर्नु हाम्रो खाजा यस्तरी आउँछ अनि
हामी यस्तै खान्छौँ यस्तो रोएर आमामा भान्जी यता बसेको छ ऊ रोएर अब घरमा अब एक्लै छ नि त आऊ 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 रोछ बिचरा यार आऊ आऊ अब यसलाई गेट खोलिदिन्छु लास्टै हुन्छ क्या लगाइदिनु ल त आम्मामा हेर्नु त यस्तो बिचरा सिधै गयो घर सिधै हाम्रो घर गयो यस्तो त छ अनि सिधै आयो होइन हाम्रो थकै पनि लास्ट लागिरहेको छ अब खाजासाजा खायौँ अब त रेस्ट गर्न लागेको मेरो भिडियो यति नै छ आजको कस्तो लाग्यो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला थ्याङ्क यू फर वाचिङ बाई